आज हामी कञ्चनपुरको रौटेलामा रहेको बैजनाथ धामको वृद्धाश्रममा छौँ। वृद्धाश्रममा रहेका आमा बुवाहरूलाई सानो भए पनि सहयोग गर्ने हाम्रो परिवारले योजना बनाएको छ। वृद्धाश्रममा भएका आमा बुवालाई खाना खुवाउने रे केही कपडा वितरण गर्दै हामीले सोचेका छौँ। यो वृद्धाश्रममा यहाँ कार्यरत व्यक्तिहरूसहित जम्मा 24 जना हुनुहुँदो रहेछ, जसमा 9 जना पुरुष र 15 जना महिला हुनुहुन्छ। सुरुमा वृद्धाश्रममा रहेका आमा बुवाहरूलाई बुवा आमाको हातबाट टीका लगाइदिँदै हामीले केही कपडाहरू वितरण गर्दैछौँ। वृद्ध आमा बुवाहरूले पनि हामीलाई टीका लगाउँदै आशीर्वाद दिनुभयो। अब हामी वृद्धाश्रम परिसरमा आँपको बोट रोप्न गइरहेका छौँ। इजेल नसक्यो काम कि संसारमा इजेल नसक्यो काम वृद्ध आमा बुवाहरूले खुसी हुँदै यसको संरक्षण गर्ने बताउनु भएको छ। यो आँपको बोट पनि फलोस् र त्यसरी नै तपाईहरूको परिवार पनि फलोस् फुलोस् भन्दै हामीलाई आशीर्वाद प्रदान गर्नुभयो। वृद्धाश्रममा रहेका आमा बुवाहरूलाई देख्दा हामीलाई दुःख पनि लागिरहेको थियो अनि खुसी पनि। दुःख यस अर्थमा लाग्दै थियो, परिवार र सन्तानको माया पाउनुपर्ने यो उमेरमा उहाँहरू यसरी वृद्धाश्रममा बस्न बाध्य हुनुहुन्थ्यो, र खुसी यस अर्थमा लाग्दै थियो, केही समयका लागि भए पनि हामी उहाँहरूलाई खुसी पार्ने साना साना प्रयासहरू गरिरहेका थियौँ। त्यसपछि हामीले वृद्ध आमा बुवाहरूलाई खाना खुवायौँ। खाना बनाउन लगायत अन्य व्यवस्थापनमा साथ दिनुहुने वृद्धाश्रम सेवा समितिका साथीहरूप्रति आभारी छौँ। यसरी केही समय हामीले वृद्ध आमा बुवाहरूसँग कुराकानी गर्यौँ, उहाँहरूका दुःख सुन्यौँ। यो सँगै केही समयका लागि भए पनि उहाँहरूको ओठमा मुस्कान ल्याउने प्रयास गर्दै हामीले बिदाई गर्यौँ। यो अनुभव साँच्चै नै अविस्मरणीय थियो। हामी सपरिवार गएका थियौँ। घर आउने समय पनि हुँदै थियो। घर आउनुभन्दा पहिले हामीले केही समय रौटेलाको झोलुङ्गे पुलमा पनि बितायौँ। अहिले हामी रौटेलाको पुलमा छौँ। तपाईँहरूले योभन्दा पहिले पनि मेरो टिकटकमा हेर्नु भएको छ भने यो पुलमा हामी योभन्दा पहिले पनि आइसकेका छौँ। केही तस्बिरहरू लियौँ अनि घर फर्क्यौँ। अनि बाटोमा फर्किँदै गर्दा आकाशे बेली पनि भेट्यौँ। औषधिको प्रयोजनका लागि भैँसीलाई खुवाउन चाहिन्छ भनेर हामीले आकाशे बेली सङ्कलन गर्यौँ। बगैँचा बेलन नाच अगस्त फेल लैजान क्या कि हाम्रा घरतिर अगस्त फेल नै हुना होइन, चलारीतिर त यहाँ रौटेलातिर अगस्त फेल रहेछन्। यति एबार के नि हुन्छ भुइँसालाई के नि